हेलो एन्ड नमस्ते, वेलकम ब्याक टु माई च्यानल। तपाईँहरू सन्चै हुनुहुन्छ होला। यति बेला पनि सन्चै छु। सदा अझै एक्सपोर्ट ड्राइभिङबाट ब्लग बनाउने क्रममा छु। अझ चाहिँ मैले मेरो फेस देखाएको छैन अनि क्यामेराम्यान पनि म आफै छु। अनि काठमाडौँ वडा नम्बर 16 काठमाडौँ महानगरपालिका वडा नम्बर 16 ले चाहिँ गृहिणी महिला आमा दिदीबहिनीहरूलाई चाहिँ स्कुटर ट्रेनिङ सिकाइरहेको छ। अनि हामी पनि उहाँहरूलाई स्कुटर सिकाउन एकदम तत्पर छौँ। उहाँहरू लगभग 100 जना हुनुहुन्छ। उहाँहरूलाई हामी स्कुटर सिकाइरहेका छौँ। अनि आजको स्पेसलवाला भिडियो मेरो ब्लग चाहिँ यही देखाउने छु। धेरै दिन भइसकेको थियो मैले भिडियो नहालेको। अनि हामीले चाहिँ गाडी, बाइक, स्कुटर विशेष छुट र ट्रायल ग्यारेन्टीका साथ पनि सिकाइरहेका छौँ। कृपया तपाईहरू पनि सिक्न चाहनुहुन्छ भने हाम्रो लोकेसन, तपाईँ नयाँ बजार एरियामा बस्नुहुन्छ भने नयाँ बजार एक्सपोर्ट ड्राइभिङ र बनस्थलीमा बस्नुहुन्छ, बनस्थली एक्सपोर्ट ड्राइभिङ र लोलाङ बालाजु बस पार्क साइडमा बस्नुहुन्छ भने चाहिँ लोलाङ एक्सपोर्ट ड्राइभिङ ब्रान्चमा गएर सम्पर्क गरेर अनि गाडी, बाइक, स्कुटर सिक्न सक्नुहुन्छ। त्यसै गरी अब चाहिँ नयाँ रुल्स पनि आउँदैछ गाडी, बाइक, स्कुटरको लागि। तपाईहरू छिटो सिकेर अलि सजिलै तरिकाले लाइसेन्स निकाल्नु होला, प्रोसेस गर्नु होला भन्न चाहन्छु। यस एक्सपोर्ट ड्राइभिङले चाहिँ विशेष गरी लामो समयदेखि ट्रायल ग्यारेन्टीका साथ मोटरसाइकल, स्कुटर ट्रेनिङ गराइरहेको छ। अहिले चाहिँ 100 जना महिला आमा दिदीबहिनीहरूलाई चाहिँ हामीले ट्रेनिङ गराइरहेका छौँ। हाम्रो एकदमै चाप रहेको छ यति बेला, एकदमै गाह्रो पनि छ। अनि हामी उहाँहरू एकैचोटि भन्दा पनि सिपमा आउनुहुन्छ। हामी एकदमै प्रयत्न गरिरहेका छौँ उहाँहरूलाई सिकाउन। अनि हाम्रो यहाँ प्रशिक्षक भाइहरू सबै एकदम तम तयार भएर जोस जागरले सिकाइरहनु भएको छ। अनि एकदम रमाइलो नि भइरहेको छ। त्यही नै हो। अनि च्यानलमा तपाईहरू चाहिँ नयाँ हुनुहुन्छ भने लाइक अनि कमेन्ट अनि सेयर, सब्सक्राइब गरेर साथ दिनु होला भन्न चाहन्छु। हाम्रो ठाउँ अलिकति कन्जेस्टेड छ तर पनि एकदमै सिकाइरहेछौँ। अनि गाडी चाहिँ हामीले अहिले बाहिर सिकाइरहेछौँ। अनि हाम्रो अर्को ब्रान्चमा लगेर हामी गाडीको ट्रायल चाहिँ भित्र डिस्टर्ब हुने भएर हामीले गाडीको ट्रायल चाहिँ अर्को बनस्थली हाम्रो ब्रान्चमा लगेर हामीले ट्रायल कोर्सहरू गराइरहेका छौँ। अलिकति ढिलो समयमा यो समर सिजनमा सुरु गरेको भएर अलिकति गाह्रो पनि छ हामीलाई। पानी परिरहेको पनि छ। पानी पर्दा चाहिँ अलिकति डिस्टर्ब हुन्छ। अनि उहाँहरूले हामीलाई पनि अलिक गाह्रो, उहाँहरू सिक्ने स्टुडेन्टहरूलाई पनि अलिक गाह्रो। आज हामी पहिलो दिनमा छौँ उहाँहरूलाई यो ट्रेनिङ गराइरहेको। अनि अन्य यस्तै सिपहरू महानगरले सिकाइरहेको हुन्छ, वडाले पनि सिकाइरहेको हुन्छ। कृपया तपाईँहरू पनि हैन बुझेर अनि आफूलाई सिप सिकेर आत्मनिर्भर बन्नु होला। जुम्बा डान्सहरू, कुक हैन, वेटर अनि हेयर कटिङ, प्लम्बर सबै वडाले सिकाइरहेको हुन्छ। वडा महानगरले सिकाइरहेको हुन्छ। सम्पूर्णलाई हामीले विशेष गरी त वडा नम्बर 17लाई हामीलाई विश्वास गरेर यतिको सिक्ने मान्छे दिनुभएकोमा धन्यवाद भन्न चाहन्छु। अनि अर्को भिडियोमा भेटौँला। बाई बाई।